देउराली भन्ने ठाउँ। यहाँबाटको टक्क भ्यू चाहिँ म साटो एकचोटि सर्र घुमाएर देखाउँछु है त। नमस्ते साथीहरू, आज हामी लमजुङ जिल्लाको ढोके बेसीबाट भारतीयतर्फको यात्रा गरिरहेका छौँ र अहिले हामी देउराली गाउँ आइपुगिसकेका छौँ। यहाँबाट देखिने दृश्य साँच्चीकै मन छुने छ, जहाँ गाउँ र हिमाल एकअर्कामा मिलेर प्रकृतिको अनुपम चित्र बनाउँछन्। तयार हुनुहोस्। ल हेर्नुहोस् त, यो घरमा बस्ने मान्छेहरू कति लक्की। यहाँ यस्तो सिन हेर्दै बस्न पाउनु भएको छ। हिमालले किस गरिरहेको छ। दसैँ सक्यो, मान्छेहरू गाउँ छोडेर फेरि सहर झर्दैछन्। आफ्नो ठाउँ हिजो यही ठाउँमा आएको थिएँ। यही ठाउँमा हुस्सु लागेर कस्तो थियो, आज फेरि कस्तो छ हिजोको सिन पनि म हाल्छु। दुईटा सिन हेर्नु। अनि हिजो चाहिँ केही देखिएको थिएन, आज चाहिँ ल हेर्नु त। हैट, गमे चाहिँ हालिदिनु क्या हिमाललाई। ल यतापट्टिको पनि देखिन थाले बल्ल। यहाँदेखि ल हेर्नुहोस् त माउन्टेन रेन्ज, यहाँदेखि सर यतादेखि ल सर माउन्टेन रेन्ज यहाँदेखि यस्तो हुँदै यहाँसम्म। ल अझै यतापट्टि पनि देखिन्छ। यहाँ घर एबेन्डन्ड होम, घर बस्न छोडिसक्नु भएछ, त्यही भएर यहाँ बारसार लाएर तगारोमा यस्तो बार लाएर छोड्नु भएको छ है। हामी नेपालीहरू यस्तो प्रिभिलेज, यस्तो लक्की हुँदाखेरि पनि हाम्रो बाध्यता है, हाम्रो गभर्मेन्टको अस्थिरताका कारणले गर्दाखेरि यस्तो सुन्दर ठाउँहरू छोडेर दुःख गर्नलाई देश विदेश सहर जानु परिरहेछ। यहाँ धारा पनि छ है, बाटो हिँड्ने मान्छेहरूलाई सुविधा, गाउँघरतिरको फाइदा। सहरमा भएको भए 20-30 रुपियाँ हालेर मिनरल वाटर किनेर खानु पर्थ्यो। यहाँ भएर फ्री वाटर रिसोर्स, मूलको पानी। मिनरल वाटर भने यो हो खासमा, बोतलमा स्टोर्ड वाटर त के मिनरल वाटर, प्रोसेस्ड वाटर हो त्यो। यो चाहिँ भोटेओडार बजार देखिरहेको छ। अनि यो चाहिँ बेसी सहर, यो बेसी सहर पनि देखिरहेको छ है। क्लियर देखिएन त ठिक छ। राइट, जति देखाए पनि देखाइराख्नु मन लाग्ने। हामी चाहिँ उयो घरमा आएको हो अहिले चाहिँ दुध लिनको लागि। फेरि पनि ल वान मोर टाइम। गोबरको थुप्रो, यहाँ चाहिँ गोठ छ। सयपत्री अब तिहार आउनु लाग्यो, सयपत्री फुल्न थाल्यो। वेलकम गरिरहेको छ सयपत्री। कस्तो लागिरहेको छ तपाईँहरूलाई प्लिज कमेन्ट डाउन बिलो। यो ठाउँमा पनि टुरिज्म चाहिँ प्रमोट गर्नुपर्छ जस्तो लागिरहेछ मलाई। खासै टुरिज्मको हिसाबले यो ठाउँलाई चाहिँ पछाडि परेको जस्तो फिल भइरहेछ मलाई। अनि यसलाई चाहिँ प्रमोट गर्नको लागि दोर्दी गाउँपालिकामा पर्छ यो गाउँ चाहिँ, लमजुङ जिल्लाको। आई होप दोर्दी गाउँपालिकाको अध्यक्षलाई मैले चिना पनि छु। उहाँले चाहिँ यो ठाउँलाई प्रवर्धनको लागि चाहिँ ठोस कदम चाल्नुहोस् भन्ने चाहिँ मेरो अपेक्षा छ है। हेर्नुहोस् त ल, यस्तो दामी ठाउँ छ। अनि तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले। यहाँ मलाई चाहिँ रुमाल राखेर बाटो छेक्ने कोही भएन, त्यही पनि तगारो चाहिँ देखाउँदैछु। यहाँबाट लट्ठीले ट्याक 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 बन्द गर्ने डोरवे हुन्थ्यो, यता पनि भाँगेछ, त्यही पनि इट्स ओके।
ल यहाँबाट माथि अझै यस्तो उकालो छ माथि आकाश पनि निलो आकाश 2-3 दिन पानी पर्छ भन्ने कुरा राख्यो दुध लिन आएको थियौँ बाकोमा गाईको दुध कुखुरा कक बाख्राको गोठ पनि छ यहाँ बा धाराको चलन है धन्न यहाँ धारामा चाहिँ पानी आइरहेको रहेछ बा यहाँ तल्लो बाटोमा पानी बन्द नगरे नत्र त खान्छन् भनेर नत्र त आज भोलि बाटोको पानी धारा पँधेराहरू बन्द भइसके घर घरै छिर्नुपर्ने भएको छ पानी पिउनलाई पहिला भएदेखि पाइलामा पँधेर धारा हुन्थे है बा त्यही त पुगेका छन् हजुर 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 मान्छे त अब गाउँभरि कहीँ पनि मान्छे नै छैनन् छँदै छैन यहाँ देउराली पनि छैन होला माथि भारतीय गाउँमा त झन् पहिल्यै रित्या त्यही त छन् बेसी गाउँमा जम्मा अनि हो दैलो लाएर है यस्तो राम्रो ठाउँ छ हेर्नु त 65 घरमा दैलो ला 18-20 घर बुढाबुढी मात्रै अहिले माइलो छोरो चाहिँ दिल्लीमा दाजु ठुलो उसको दिल्ली कान्छो छोरो बाहिर देखेर उसले वहीँ तान्यो दाजुलाई अनि आइज घर दसैँ मान्नु पर्यो भनेर बोलाएको माइल ठुलो ल सुकुटी पनि बनिरहेछ यहाँ ल है हेर्नुहोस् हेर गौत लिन आएको अनि आमाले गौत तल गाईको गौत लिएर आउनुभएको छ अहिलेलाई चाहिँ पूजा गर्नुलाई यसो छर्किनलाई मात्रै गोठ नि हेरौँ एकचोटि गएर गाई कतिवटा पाल्नु भएको छ चिप्लिकिरा पाक्ने बेला भइसक्यो यस्तो बेलामा धान काट्ने बेलामा पानी परेर बिजोग छ धान काट्न नपाएर अब बेला त हुन्ला धान काट्ने त्यो पराल सराल यसो नबिजोस् भनेर यहाँ बनाउनु भएको रहेछ स्टोरेज जस्तो टाइपको गाईको गोठतिर जाँदैछ ए आउनु यसो गाई देखाउँ भनेर गोबर ल्याउनु भयो आमाले ल है बाछो गाईको बाछो छ गाई एउटा गाईलाई गौमाताले रक्षा गर्नुहोस् सबैको यहाँ अर्को पनि छ गोरु रहेछ यहाँ चाहिँ गोरु रहेछ एउटा ओइ नतर्सी तर्स्यो यार म निस्किन्छु है साथीहरू तर्स्यो गाईको बाछो गोरु यो पनि बाछो अब यो नि हल गोरु हुन्छ अब अलि समयपछि जोत्नलाई टक्क दुईटा पियर गाउँघरतिर अब ट्र्याक्टर स्याक्टर चल्दैन यही त हो नि गोरु सोरु जोत्ने गोरुले खेत जोत्ने कहिलेकाहीँ यसरी घुम्न आउनलाई अथवा यस्तो बेला परेको बेलामा आउनलाई चाहिँ रमाइलो हुन्छ अब सुविधा असुविधाका कारणले गर्दाखेरि सधैँ बस्ने मान्छेलाई चाहिँ कठिनाइ चाहिँ हुन्छ अवश्य नै हेर्नु त यस्तो हिमालयले बस्नु पाइएको छैन तर के गर्नु सधैँ
मोनोटोनस हुन्छ। तयारी भइसक्यो सामानहरू दुध सबै। अब हामी निस्किन्छौँ। लो लाग्यो सहरतिर। हस् बा लाग्यौँ। फेरि अब आउनु परिहाल्छ भोलि नि। ल है त अब चाहिँ ओह्रालो गर्दैछौँ। ट्याक्क सिन हेर्दै हिँड्नुहोस्। त्यहाँ अलिकति अगाडि गएपछि छेक्किन्छ, त्यही भएर अहिले नछेक्किन्जेलसम्मलाई हेर्नुहोस् कस्तो लागिरहेछ, फिडब्याक दिनुहोस्। म त अब आइ एम भेरी न्यू टु दिस थिङ। आई माइट नट बी हुन्छ नि क्याप्चरिङ बेटर सर्ट्स होइन, तर हेर्नु नै यही त हो, त्यो देखाउने त यस्तै त होला होइन। आहा त्यो धौला चाहिँ लमजुङ हिमाल हो कि क्या हो। अनि यतापट्टि चाहिँ अन्नपूर्ण देखिन्छ कि, टक्क चुच्चो देखिन्थ्यो अन्नपूर्णको। ए यो माछापुच्छ्रे अन्नपूर्ण, धौलागिरी, लमजुङ हिमाल, 4वटा जतिको यो हिमालको रेन्ज देखिन्छ कि। अनि हर्क हिमाल के हिमाल छ, टन्नै हिमाल छ हो। अलि नाम थाहा नभएको हिमालहरू पनि छ। त्यो चाहिँ नि मैले रिसर्च गर्नै पर्छ, एकचोटि हेर्नुपर्छ। म हेरेर टक्क हालिदिन्छु डिस्क्रिप्सनमा कुन हिमाल के रेन्ज देखिँदो रहेछ, कस्तो छ ठाउँ के हो होइन, यसको स्पेसियालिटीहरू। अनि त्यो सबै कुरा म हालिदिन्छु। त्यो चाहिँ डिस्क्रिप्सन पनि चेक गर्नु होला। आहा म त होइन के भनौँ यार, यो ठाउँको बयान गर्ने सबै कम पर्छ क्या। अब कसरी बयान गर्ने क्या, अब यस्तो सुन्दरता क्या। अब र त्यहाँ नि अब गफ भइरहेको छ। मान्छे गाउँ छोडेर अब घरतिर फर्किँदै हुनुहुन्छ होइन, बजारतिर सहरतिर बसोबास काम काज सिलसिलाले गएको।